हेलो वेलकम टु माई ब्लग। अब हामी टक्कसँगले घुम्न जाँदैछौँ। रेडी सेडी भइसक्यो ल सबैजना हेलो भन्नु ल ब्लगमा। खोइ हेलो खोइ कुन ठाउँ गएको नि हामी साथीले काकल खेती गाकोल खेती सँगले अब हामी चाहिँ निस्किसकेको। अब हाम्रो ब्लग स्टार्ट भयो धेरै पछि। मेरो त धरान नै त छोडिएको छु दिदीको मात्रै त्यही छोडेर छोडेको हेलो मन्दिर हामी चाहिँ फाइनली बाहिर निस्किसकेको। अब चाहिँ हामी टक्कसँगले बस चढ्नको लागि जाँदै गरेको। अनि मेरो टिम चाहिँ यता आउँदैछन्। ओइ छिटो खोइ त दिदी भान्जी अनि म अनि लाभाइट मेरो बुढी यता छिन्। टक्कसँगले लाएर आधा चटोसँगले पानी पनि परिरहेछ, मौसम पनि एकदम राम्रो छ होइन। अनि अब यसो हल्का मेजमान सेजमान खानुमा पाहुना हुनलाई यसो जाँदैछौँ। यस्तै छ के गर्ने होइन। नेपालमा काठमाडौँमा आज पानी पर्छ, भोलि पानी पर्छ, त्यति अब टुङ्गै हुँदैन क्या पानी पर्नेको र घाम लाग्नेको त यहाँ चाहिँ। एकचोटि रुम त फेरि लु एकचोटि रुनु न ल। सानी चाहिँ रुखो रुई छ सानी। सुकुन भन्नु न के भन्नु हामी कहाँ गएको भन्नु त ल। अलिक ठुलो ठुलो बोल्नु न। हामी गाउँ सानो गएको के गर्नु गएको भन्नु त। खाना बोलाउनु मामा विदेशबाट आउनु भयो। सानोतिनो पानी परिरहेछ, छाता पनि छँदैछ, तर सानोतिर पानीले चाहिँ डराउने खालको मान्छे त होइन म। फेरि डेन्जर मान्छे हो क्या, त्यही भएर अलिकति हाम्रो यो पारामै जान्छौँ हामी। टकलाएर अब हामी चाहिँ बागमती खोलाको यो सानो पुल सङ्गमुलको सानो पुलमा टक्क मान्छे हिँड्ने पुलमा टक्क आएको छौँ। यो चाहिँ बागमती खोला हो। टक्कसँगले यो बागमती खोलाको चाहिँ दृश्य यस्तो छ अहिले चाहिँ।